नमस्कार, म प्रदीप पाण्डे, जगत्र देवी बिरुवा उत्पादन तथा बिक्री केन्द्र गल्याङ स्याङ्जाको सञ्चालक। आदरणीय फेसबुक प्रेमी तथा युट्युब च्यानलबाट हेरिराख्नुभएका सम्पूर्ण दर्शक महानुभावहरूमा आज म रामपुर नगरपालिका वडा नम्बर 10 गेजामा छु र गेजामा मेरो साथमा हुनुहुन्छ अगुवा किसान, जो हामी जस्ता किसानहरूका लागि प्रेरणाको स्रोत बन्न सफल हुने जनार्दन पन्त हुनुहुन्छ। उहाँले गर्नुभएको खेती करिब 470 मिटरको उचाइमा सुन्तला खेती छ। यो सुन्दा अचम्म लाग्छ होला, सुन्तलालाई 1000 भन्दा बढी उचाइको हाइट भनिन्छ र मेरो पर्दा पछाडि यो 470-71 मिटरमा भएको सुन्तला खेती हो। यो विषयमा तपाईँले गर्नुभएको कर्मको विषयमा आफ्ना कुराहरू प्रस्तुत गरिदिनु हुन हामी सबैका अभिभावक जनार्दन पन्तज्यूलाई सविनय अपिल गर्दछु। नमस्कार, म जनार्दन पन्त। म सामान्य मेरो पढाइ अध्ययन चाहिँ कृषि सम्बन्धी होइन, तैपनि आफै आफ्नो स्वादको लागि आफ्नो खाने इच्छाको लागि पुरा गर्न मैले केही आँपका बिरुवा, अरू बिरुवाहरू फरक बिरुवाहरू लाउने गर्थेँ। त्यति गर्दा गर्दै मैले यतापट्टि आज 7-8 वर्ष अगाडिदेखि यो जग्गा लिएपछि यहाँ मैले कागती सुन्तला हुन्छ कि भनेर विचार गरेको। यो हाइट त 470-60-70 को छ लगभग, तैपनि हुन्छ कि नै। मैले इन्डिया बम्बई एकपल्ट घुमेर आउँदाखेरि नागपुरमा त्यो तलकै हाइटमा देखेको थिएँ। त्यसपछि त्यहाँ ती बुट्टा सेतै थिए। मैले ती कुराहरू तर एक पाखा पुरै सुकेको हुँदा पनि ती बुट्टा एकपट्टि रजक्कै फलेका थिए। त्यस कारणले मैले हुन्छ कि हामी पनि विचार गरौँ भनेर विचार गरेको। अलि मैले आफ्नै तरिकाले उपचार गर्दाखेरि अब यी सुन्तला अहिलेसम्म 5-6 वर्ष अहिले राम्रो उत्पादन दिएको 2 वर्ष भयो, तर अगाडिदेखि नै लगाएको अर्को सालदेखि फलिरहेको थियो। त्यस कारणले अहिले पनि ठिकै छ। यो खडेरीले पानी छैन, केही छैन, तैपनि अब यो पातहरू झरेर पनि थामिएर बसे, फल थामेर राखेका छन् यिनले भनेपछि हुन्छ भन्ने मैले आफूले बुझेको छु। यो मैले खन्ने यसमा नखाल्टा खनेर लगाएको पनि होइन, यो यसो जरा मात्रै पुरेको हो। फेरि कालो मल, गोबर मल, प्राङ्गारिक मल अहिलेसम्म एक थोपै परेको छैन। अलिअलि कुखुराको धुलो 1-2 पटक पऱ्यो, नभए चाहिँ खालि थापो छेउला मात्रै हो यसको। त्यति गरेर पनि यो भइरहेछ भनेपछि अब हामी चाहिँ प्रयास गऱ्यो भने हुन्छ। यसको चाहिँ सबभन्दा ठुलो कुरो सुन्तलाको उपचार हो। उपचार चाहिँ नियमित गऱ्यो भने अवश्य हुन्छ भन्ने मैले बुझेको छु। अरू यो बाहेक तपाईँको यो कागती सुन्तला यहाँ देखियो होइन, अरू के खेती गर्नु भएको छ? उता आँप छ, लिची छ, त्यसपछि केरा छ। अब यहाँ पनि अब यी लप्सी, एभोकाडो, यो तेजपत्ता के पाइन्छ जातिदेखि। त्यसपछि त्यहाँ एउटा ऊ पनि छ, बोधिचित्त पनि छ यही ठाउँमा। यहाँ मैले हाडे ओखर, दाँते ओखर, त्यसपछि अर्को किवी अब यहाँ परीक्षणको रूपमा मैले लगाइरहेको छु। अरू पनि नयाँ जातको चिउरीको एउटा बेर्न पाएको छु। यस्तो फरक जातको खोजेर लगाइरहेको छु मैले। यसलाई चाहिँ बगैँचाको रूपमा गराउने। अब एकपटक अलिकति छेउछेउमा एभोकाडो लगायो भने यसलाई सुन्तलालाई अलिकति छहारी चाहिन्छ, छहारीको रूपमा एभोकाडो प्रयोग गर्न सकिन्छ भनेर मैले अब त्यो सोचेर बनाइरहेको छु। अब एभोकाडो लगाउने, हजुर, छहारी बनाउनु। जमिनमा पनि सखर खेती गर्ने सकिन्छ कि जस्तो लाग्छ? सकिन्छ। जमिनभित्र अदुवा मेरो असाध्यै अदुवा हुन्छ। हजुर, अदुवा पनि हुन्छ। बेसार खेती, अदुवा खेती असाध्यै हो। छहारीमै हुन्छ फेरि त्यो जात फेरि अदुवा बेसार पनि, त्यो पनि असाध्यै राम्रो हो। त्यसपछि सकर पनि हुन्छ। यहाँ सकर लगाएको छैन त, यहाँ लोकल जातको, तर असाध्यै मुसाले खायो। त्यही पनि अरू उता लगाउन सकिन्छ। अहिले बिरालो नजिक भएको ठाउँ केही हुन्छ, त्यसलाई जोगिन्छ। अब तपाईँले अरू किसानहरूलाई, अरू जस्तो मेरो उमेर समूहको मान्छेहरू अहिले खालि विदेश जाने, त्यहाँ भल्चोक्न जाने जस्तो लाग्छ, उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ नि? अब यो अलिकति ज्ञान लिएर अरूको देखासिकी गर्छु भनेर हुन्न। यो कृषि भनेको पनि मान्छेलाई जस्तै दिनदिनै खाना दिइदियो भने अझै राम्रो हुन्छ। मान्छेले जसरी दिनदिनै खान्छ, यही बिरुवालाई पनि दिनदिनै पानी अलिकति खानेकुरा दिनदिनै दियो भने यो पनि त्यसरी खान्छ, हुर्कन्छ, मिठो। यसले आफ्नो स्वाद दिन्छ, गुणस्थिरता कायम गर्छ। मान्छे जसरी राम्रो हुन्छ त्यसरी मोटाउँछ, पुष्टिन्छ। अब हामीले तैपनि त्यो कुरो, यो जटिल प्रविधि छ, मान्छेको जस्तै बिरामी हुन्छ, सबै कुरो हुन्छ यसको। त्यसैले हामीले त्यो बारेमा थोरै अध्ययन गरेर अथवा तालिम लिएर हुन्छ कि कसरी हुन्छ त्यो जानेर खेती गऱ्यो भने अवश्य हुन्छ। सबै कुरो मान्छेकै जस्तो खानेकुरा, वासस्थान, खानेकुरा,
उपचार त्यसपछि प्रजनन यी कुराहरू सबै कुराहरू मिलाउन सक्यो भने यो हुन्छ सहिलो छ। कृषि दुःख होइन, हाम्रो परम्परागत पेसै हो। अब यसलाई चाहिँ अलिकति व्यवस्थित आफूले चाहिँ अलिक फरक तरिकाले सोच्न पढ्नुपर्छ जति हो। तपाईँले यो 470 मिटरको उचाइमा यसलाई जुम गर्नु, यो एउटा हाँगामा 1 2 3 4 5 6 7, यो सानो हाँगामा चाहिँ 7वटा सुन्तला फलेको छ। यो पाक्छ यसमा। यो पोलिनेसनै हुन समस्या पर्ने ठाउँमा हाइटका आधारमा चाहिँ यहाँ सुन्तला फलेको छ भने अब यो सुन्तलाबाट हामी विकास गर्न सक्यौँ भने तल्लो हाइटमा पनि सुन्तला खेती गर्न सकिन्छ भन्ने चाहिँ प्रमाण दिनुभएको छ। अरू केही भन्नु छ भने होइन, अब यो हामी नेपाली सबैले थोरै थोरै कृषिमा चाहिँ अलिकति सानैदेखि अलिकति लगाव लगायो भने यो सफल हुन्छ, नभए एकैचोटि गर्छु भन्दा चाहिँ असम्भव हुन्छ। अरू स्वार्थको लागि गरियो भने त्यो झन् असफलै छ नेपालमा। सबैले गर्दाखेरि र भोलिको भविष्य यत्रो विश्वयुद्ध जस्ता अगाडि देखिरहेका डराउने कुराहरू छन्, तीबाट जोगिन पनि हामीले आफ्नै देशमा केही गर्न सक्यो भने अझै राम्रो हुन्छ।
बेत तलबाट हालिदिनु यो पाकेर सुकेको हो कोही होला कोही फलेर सुकेर बसेको छ पहिलाको अब यही पालिको जस्तो यो अहिले कोपिला लाग्छ नि यो पाकेर एकदम बाङ्गे बाङ्गे थियो सुरुमा यस्तो बाङ्गे रहेछ भन्दा चाहिँ खानु खायो भने खायो त्यसपछि अरूको खायो यो यहीँको लोकल सुन्तला हो कि कहाँबाट ल्याउनु भएको यो चाहिँ अब हलुवा बेतको बुटो पानी नपाएर हेर्नु कस्तो हुन्थ्यो कि पानी आउने पानी उन्सु जात ल्याउनु भएको होइन गरेको कभर बनाएको हो ग्राफ्टिङ हो कभर बनाएको के हुँदै हजुर दिनभरि यहीँ व्यस्त हुनुहुन्छ रातै ओखर तपाईँले माटोमा के हाल्नुहुन्छ र के हालिदिने यो छापो मात्रै हाल्ने छापो हाल्ने खनेकै छैन देख्नु पर्छ खनेकै छैन लगाएपछि खन्नु त खनिदिनु अझै माथिल्लो पनि अझै राम्रो छ है यस्तो जमाना नआउँदैको हुन्छ भने मैले कसरी पत्याउने नि भन्ने हुन्थ्यो के कुरा सुन्दा अब मैले देखेँ नि कति सुक्खा भयो यार तै पनि बुटो पोइन्ट देखाइदियो नि कति अस्ति त कस्तो आउँछ भन्नु त हिजो पानी हार यतिको छ च्याप्ने औषधि च्याप्ने हो यही हो